पापाको बारीमा काँक्रा चढ्न जाँदैछ आउनुहोस् न यस एउटा यो टिप्दिनु नखानु है त्यो त राम्रो छैन नि त त्यही पनि खानु त जाँदैन होला अब चोर्नु भनिरहेको छु चोरौँ न त होइन खाने वाह मिठो नै टन्न भइरहेछ अरू जमानाको भन्दै हिँड है के हो यत्तिकै पुग्दैन सुसु हिँड्ने होइन नि फ्याक्ट्रीमा जानु भनेर खोलाएको छ ए ल यता के छ यता पनि कफी छ भित्रबाट कफी छ यो चाहिँ हाम्रो गाउँको भाडा हो हामी जानु यहाँनिर यस्तो गएको नहुन्थ्यो नि ओहो कस्तो शीतल यतै बनाउने हो कि भोलिको हामी कफी अनि हुन्छ त अनि तर यता बाटो छैन नि त नि बाटो छैन नि त वाउ नाइस भ्यू के हो त्यो लेटाङ हो उता उयो लेटाङ हो लेटाङ चाहिँ कता उला भएपछि मिक्लाजुङतिर उता मिक्लाजुङ हो धमकन देखिन्छ देखिँदैन उता त इलाम होला उता त यही फ्याक्ट्री ए यहाँ त राम्रो रहेछ नि त फ्ल्याट राम्रो बनाउनु पर्छ उयो क्या सम्म क्या यस्तै थियो कि पहिले त्यही त मैले त्यही भनेर भन्दैछु त ए यहाँ तल आएको कफी चाहिन्छ भने भन्नु न कफी चाहिन्छ भने सम्पर्क गर्नु होला ओके उता चाहिँ कुन गाउँ हो लेटाङ गाउँ ए लेटाङ अरे सागमा गाउँ मैले चाहिँ फल दिन सकेको छैन अझसम्म उता भएर खेला 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 तिमीलाई बेटा खेला कस्तो रहरला फल्या छ यसको अचार खाना खाँदै दिक्क भइसक्यो मान्छेले बाख्राको बच्चाहरू उता छ आमा अनि चाहिँ उहाँहरूको भात खाने टाइम हो भात खाने उता चाहिँ फेरि राजा हुनुहुन्छ राजा साथ उहाँको दायाँ बायाँ भड्किनु हुँदैन मेरो फोटो यहाँ चाहिँ कफीको बिरुवाहरू छ तपाईँहरूलाई बिरुवा चाहियो होला सम्पर्क गर्नु बिरुवाको फोटो खिच्नुहोस् त दाइ तिम्रो दियो चप्पल चिप्लिने रहेछ क्या कति छ
बगान भनेको सानोतिनो हुँदैन नि त फार्म भनेको तपाईँहरूले कफी चाहिँ यस्तो युरोपमा छ अहिले बिस्तारै अलिक ठुलो हुन्छ र यो कफी चाहिँ सप्लाई गर्नुपर्ने हुन्छ हामीले यो सब बिउ बेच्ने हो हजुर सबै बिउ बेच्ने अनि रोप्ने चाहिँ होइन रोप्ने पनि अब मरेको ठाउँमा रोप्ने पनि हो र हामीले जति अर्डर आउँछ त्यो अनुसार बेच्छ पनि हो यो अर्डर आएको सबै हजुर सबै होइन अब आउँछ होइन कफी फल्ने बेला हो यस्तो अम्बो कस्तो दामी गरी फलिरहेको छ है यता गाउँको मेहनत उसको कफी भारी अरे यता हेर्नुहोस् त ल हेर्नुहोस् त कस्तो कफी फल्यो ल हाम्रो आजको लागि भ्रमण है सकेको छ हस् धन्यवाद फेरि पनि आउनुहोस्